ल गाइस, तपाईहरु माता रानीको डान्स देख्दै हुनुहुन्छ भनेपछि यो भिडियो हेर्ने बित्तिकै स्क्रोल नगर्नु होला। तपाईको 18 जना साथीहरुलाई यो भिडियो तुरुन्तै शेयर गर्नुस् र आफ्नो हृदय मनदेखि कुनै साँचो कुरा माग्नुस् र हजुरको सपना अवश्य पूरा गर्नेछन् माता रानीले। कमेन्टमा जय माता रानी लेखेर 18 जना साथीहरुलाई यो भिडियो तुरुन्तै शेयर गर्नुस् र हृदयदेखि कुनै कुरा माग्नुस्। माता रानीको डान्स हेरिसकेपछि तपाईको सपना पूरा हुनेछ र यो भिडियो देखिसकेपछि अनदेखा गरेर पोस्ट हालेको छ भनेर हेलचक्राइ गरेर नगर्नु होला। यदि तपाईको मन हृदय सफा छ, हजुर देश विदेशमा रहनुहुन्छ भनेपछि हजुरको मन पनि सफा छ भनेपछि पक्कै पनि यो भिडियो फुल वाच गर्नुहुन्छ होला र शेयर पनि गर्नुहुन्छ होला। त्यसैले कमेन्टमा जय माता रानी लेख्नुहोस् र यो भिडियो 18 जनालाई शेयर गर्नुहोस्। कुनै यो फेक हैन, साक्षात तपाईको अगाडि माता रानी हुनुहुन्छ र उहाँमा साक्षात भगवती माताको वास छ गाइस। जय माता रानी, जय शम्भु।